दाजुहरू हामी त काममा लागेको है। आज धेरै दिनको बादमा स्कुलमा भेट पाउँदैछु है। हाम्रो दह भाइले साथीमा त्यो ब्याग त घरमा छोडेर राख्नु किन बोकेको ब्याग त बित्थामा आँटेर भाग्छ नि। हामी त अहिले पैया खोला गइसकेको छौँ दाजुहरू है। भागेर चिप्ल्यौ गयो हामी त्यो 10 नम्बर आइपुग्नु सक्नु है। त्यो 10 नम्बर आइपुग्यौँ है। या 10 नम्बर हुन्छ होला है। यो उकालो जानुपर्छ उकालो। यसो त हामी आइपुगेछौँ है। धेरै दिनको बादमा तपाईँहरूलाई फोटो अपलोड गर्दैछु है। आज घाम पनि निकै है लागिसकेको छ। घामको किरण त भइदिएको छ यहाँमाथि। अब दह भाइ आउँदैछ भित्र है। निकै जिउ लागेको छ हाम्रो दह भाइको है। खै घट्छ भनेर खै घटेको छैन भाइको है। यो हाम्रो पुरानो फ्याक्ट्री गएको घर हो है सोमान दाजुको। यहाँ त्यही दिन नै हिर्कित है माछा त्यही हो घर चाहिँ है। प्रायः प्रायः बनिदिन सक्यो हेर्नु चाहिँ। अझै चाहिँ हेर्नुहोस् है साथीहरू प्रायः प्रायः बनिदिन सकेको छ है। हामी फ्याक्ट्री पो हुन्छ पुरानो बिचरा बिसन्चो हुन्छ उहाँ पनि। आमा अझै हुन्छ। अझै नमस्कार हेर्नुहोस् है सेकाइजीको हामीमा यस्तो खुसी हुन्छ बिचरा। खुसी भएको नि त खुसी भएको नि। हेर्नुहोस् है पुरा भित्र सकिसक्यो है। अब भुइँ मात्र रहेछ तपाईँहरूलाई। यो रेलिङ ल यो त पाइप हालेको छ है। यो तपाईँको रेलिङ त अहिले माथिको हाल्नु बाँकी छ है। यस यो सिलिङहरू प्रायः सकिसक्यो। अब यो मेरो भुइँको मात्रै छ है। फ्लोरिङ मात्रै छ। यो तपाईँहरूलाई भिडियो देखाएको छु है। अहिले मात्रामै खाना खानु सक्यौँ है। ल खाएको चाहिँ साह्रै देखाएन है। साह्रै खाएको भन्छ होला है। र आज चाहिँ हल्का बाहिर बरन्डामा है यहाँ रेलिङमा बसिरहेको छु र काम हुँदैछ हाम्रो है। र प्रायः प्रायः मोटापुरी सकिसकेको छ काम है। अब हेर्नु है ग्यासहरू यस्तो छ है जग्गा त ग्यासहरू है। तू मेरी